नमस्कार। सबैभन्दा पहिले निरज र उहाँको परिवारलाई हार्दिक बधाई। आज म गोर्खा जिल्लाको सामुदायिक विद्यालयबाट उत्कृष्ट सफलता हासिल गरेका प्रतिभाशाली विद्यार्थी निरज र उहाँका बा आमासँग प्रत्यक्ष भेटघाट गर्न आएको छु। यो सफलता केवल एउटा परिवारको मात्र नभई सम्पूर्ण विद्यालय र समाजको गर्वको विषय हो। म ढिला नगरिकन सबैभन्दा पहिले उहाँको बा आमासँग कुराकानी गर्न चाहन्छु। दाइ दिदी हजुरहरू चारैजनालाई नमस्कार। सबैभन्दा पहिले निरजको यो सफलताका लागि हजुरलाई हार्दिक बधाई। अहिले कस्तो महसुस भइरहेको छ दाइ दिदी? दिदीलाई खुसी हुनुहुन्छ है? अनि हजुरहरूको नियमित पेसा वा दैनिक काम के हो? दाइले के काम गर्नुहुन्छ? ड्राइभिङ गर्नुहुन्छ? अनि दिदीको? बस्तु पनि पाल्नु भएको छ है हजुरले? बाख्रा छ। अनि छोराको पढाइमा कहिले निराश हुने अवस्था आयो दाइ? आएन है? त्यस्तो बेला कसरी हिम्मत जुटाउनु भयो? उसको मेहनत देखेर हजुर पछि नहट्ने है? छोराहरूको लागि चाहिँ हजुर जति दुःख आइपरे पनि गर्नुहुन्छ है? ल हजुर, ल धन्यवाद हजुरलाई। अनि आज छोराले यो उपलब्धि हासिल गर्दा विगतका सङ्घर्षहरू सम्झिँदा के सम्झना आउँछ हजुरलाई? विगतका अब जति दुःख सङ्घर्ष भयो पनि उसको आज यो सफलता देखेर सबै संसार जिते जस्तो महसुस भइरहेको है? ल धन्यवाद हजुरलाई। संसार जिते जस्तो भयो है हजुरलाई? अनि निरजले सधैँ दिने एउटा महत्त्वपूर्ण सल्लाह चाहिँ के छ हजुरको? केही सल्लाह दिनुहुन्थ्यो निरजलाई? राम्रोसँग पढ्नु। दिदीले पनि राम्रोसँग पढ होइन? दुःख गर्नुभएको छ बाबाले, राम्रोसँग पढ भन्नुहुन्छ होला हो? हजुर त्यही हो। अब निरजको उच्च शिक्षाको लागि हजुरको सपना र योजना के छ? बाबुले अहिले 12 पास गर्नुभयो होइन? अब चाहिँ उहाँको उच्च शिक्षाको लागि चाहिँ हजुरको सपना के छ र कस्तो योजना बनाइरहनु भएको छ हजुरले? अब उता जीवनतिर लैजानु बाबुलाई अब जतिसक्दो हजुर हजुर चितवनतिर बस्नुहुन्छ? म त अब मेरो बस्ने चाहिँ इच्छा हुँदैन। जे चितवनतिर भन्दा नि आफू गइरहनु हुन्छ। ए भनेपछि बाबुलाई अब उच्च शिक्षाको लागि चाहिँ चितवनमा लगेर भर्ना गर्नुहुन्छ? त्यही हो। अब छोराछोरीलाई राम्रो संस्कार दिनु पऱ्यो। जति गरेर पढाइ छोराछोरीले पनि त्यो आँखाले बुझ्नु पऱ्यो होइन? हजुर। अब भोलि गएर राम्रो प्रगति गरेर राम्रो उच्च शिक्षा हासिल गरेर नाम कमायो भने त्यो सबै दुःख बिर्सिन्छ है? छोराछोरीको प्रगतिले गर्दा बा आमालाई सबैभन्दा ठुलो भनेकै त्यही नै हो है? बाबा आमाको दुःख छोराछोरी पनि बुझिन पऱ्यो कि? हजुर। राम्रो संस्कार दिनु पऱ्यो होइन? त्यो अनुसारले मेहनत गर्नु पऱ्यो छोराछोरीले पनि। अब म निरज भाइसँग कुरा गर्दैछु है। निरज भाइ, यो सफलता हासिल गर्दा हजुरलाई कस्तो महसुस भयो? एकैचोटि चाहिँ थाहा थिएन। म आफ्नो काममा थिएँ त्यति बेला मेरो एउटा साथी विवेक भन्ने थियो, उसले मलाई कल गर्यो। अनि एक्कासी रिजल्ट आयो भन्ने कुरो सुनाएपछि म अलिकति सक भएँ। अनि त्यसपछि सरले सोध्यो पनि ल रिजल्ट राम्रो आएको छ, पास भनेपछि अलिक खुसी लाग्यो है? अनि निरज भाइ, हजुरले चाहिँ दैनिक पढाइको तालिका बनाएर पढ्नु भएको थियो? कस्तो थियो हजुरको तालिका, पढाइ तालिका? भन्दा नि घर चाहिँ सबै विद्यार्थीहरूले पढ्न खासै पनि भ्याउँदैन, कसैले भ्याउँछन् कसैले भ्याउँदैन। तर मेरो तालिकामा चाहिँ मैले जति पढ्थेँ क्लासमै पढ्थेँ, सर्भिसहरूसँग सल्लाह गर्थेँ, एकदम उहाँहरूसँग फ्रेन्डली भएर बोलेर आफ्नो प्रश्नहरू जे छन् त्यहीँ राखेर त्यहीँ आफ्नो कन्सेप्ट क्लियर गर्ने गरेर
स्कुलमा पढाउँदै सरहरूले पढाउँदै हजुरलाई चाहिँ त्यो सबै आउँथ्यो, ध्यान दिएर पढ्नुहुन्थ्यो है? ए ल धन्यवाद। अनि हजुरले चाहिँ सबैभन्दा बढी प्रेरणा कोबाट पाउनुभयो? बा आमाको सङ्घर्ष देखेर तपाईँलाई कस्तो प्रेरणा मिल्यो? म त प्रेरणा पाएँ मेरो मम बाबाबाट हो। उहाँले यति दुःख गर्नुभएको छ, त्यो मैले पनि केही न केही त गर्नुपर्छ, शिक्षाकै क्षेत्रमा भए पनि अलिकति हामी गर्नुपर्छ भनेर त्यहीँबाट अलिक प्रेरणा पाएँ। बाबा मम्मीबाट प्रेरणा पाउनुभयो? बाबा आमाको दुःख देखेर है, मैले चाहिँ के गर्नुपर्छ, मैले मेरो भविष्य बनाउनुपर्छ भन्ने प्रेरणा मिल्यो हो? अनि निरज भाइ, कहिलेकाहीँ चाहिँ हजुरलाई यस्तो क्षण आयो पढाइ छोड्ने जस्तो लाग्यो, अथवा त्यसलाई कसरी जित्नुभयो? कहिलेकाहीँ चाहिँ आउँछ, सबै विद्यार्थीहरूलाई दबाब त पाइन्छ होइन, जताबाट इमोसनल ब्यारियर पनि हुन्छ, फिजिकल पनि हुन्छ। अनि त्यस्तो बेला चाहिँ र यो पढाइ काम छैन छोडिदिउँ, बरु आम्दानीतिर लाग्नु जस्तो पनि हुन्छ। मलाई पनि एक दुईचोटि त्यस्तो भएको थियो, बिचमा पढाइ छोडिदिन्छु जस्तो लाग्यो लाग्छ चाहिँ। तर मलाई चाहिँ होइन, नछोडौँ, पढाइमा पनि केही नतिजा हुन्छ भनेर अलिकति आफ्नो गरेँ। मिहिनेत गर्नुभयो, मिहिनेत गरेर पढ्नुभयो। अनि निरज भाइ, तपाईँको सफलताको सबैभन्दा ठुलो श्रेय कसलाई दिन चाहनुहुन्छ? म चाहिँ आफ्नो सफलताको श्रेय आफ्नो मम बाबालाई दिन चाहन्छु, किनभने उहाँहरूले दुःख गर्नुहुन्छ होइन, आफ्नो इच्छा चाहना मारी पनि हामीलाई दिनुहुन्छ। त्यही भएर मेरो चाहिँ सबैभन्दा बढी श्रेय चाहिँ बाबालाई कि मम्मीलाई? बाबा मम्मी दुवैलाई? ल निरज भाइको चाहिँ कति ठुलो उदार भावना छ है। सबैभन्दा बढी श्रेय चाहिँ बाबा मम्मी दुवै भन्नुभयो उहाँले। बाबालाई पनि रोज्नु भएन, मम्मीलाई पनि रोज्नु भएन है, दुवै बाबा मम्मी मेरो लागि सबैभन्दा ठुलो भन्नुभयो उहाँले। ल धन्यवाद। अब म फेरि अर्को प्रश्न सोध्छु निरज भाइलाई। भविष्यमा सफल भएपछि बा आमाको लागि सबैभन्दा पहिले के गर्न चाहनुहुन्छ निरज? सफल भइदियो भने चाहिँ सबैभन्दा पहिला त खुसी दिने कुरो हो। एउटा राम्रो घर बनाएर राख्ने, खुसी दिने। ठुलो घर बनाएर बाबा मम्मीलाई घरमा राख्ने इच्छा छ हो? बाबा मम्मीलाई घुमाउने पनि हो कि? घुमाउने रमाइलो ठाउँहरू है। अनि निरज भाइ, आर्थिक कठिनाइमा रहेका विद्यार्थीलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? आर्थिक कठिनाइमा भएका सबै विद्यार्थीलाई राम्रोसँग अध्ययन गर्नु होइन, राम्रोसँग पढ्नु। अब बाबाले पाइ जोडाएर भए पनि इच्छा मारी यो खा त्यो खा भन्दै पैसा जुटाउनुहुन्छ। त्यसकै दुःखहरू बुझेर आफ्नो पढाइमा पनि बढी ध्यान दिने होइन, अलिकति बढी मेहनत गर्ने। पढाइ नै सबैभन्दा ठुलो महत्त्वपूर्ण हो होइन। बाबा आमाको दुःखलाई खेर जान दिनु हुँदैन, राम्रोसँग पढ्नुहोस्, आफ्नो भविष्य बनाउनुपर्छ भन्न चाहनुहुन्छ हो? ल धन्यवाद। अनि निरज भाइ, हजुरले चाहिँ यो उत्कृष्ट नतिजा ल्याउन तपाईँले अपनाएको सबैभन्दा प्रभावकारी अध्ययन बानी चाहिँ के थियो? यस्तो त्यो प्रभावकारी भन्ने चाहिँ होइन, जे छ आफूलाई लागेको डाउट्सहरू सबै क्लासमै सोध्ने हो, क्लासमै क्लियर हुने। अनि सर मिसहरूसँग चाहिँ एकदम मिलेर होइन, फ्रेन्डली भएर गफ गर्ने, आफ्नो क्वेसनहरू सोध्ने। अब सर मिसहरूको गएको त होइन, एक दुईचोटि सोद्धा बोली खेल्ने। त्यही भएर सर मिसहरूसँग सकेसम्म फ्रेन्डली भएर कुरो गर्ने होइन। अनि पढ्ने बेला चाहिँ किताबहरू अब धेरै पढाइको प्रेसर छ भने किताबहरूमा होइन, नोट हेर्नु होइन, जे छ नोट नै हुन्छ, त्यही लेखेकै पढ्ने हो। त्यही भएर पढाइलाई चाहिँ धेरै ठुलो प्रेसरको रूपमा चाहिँ नलिने। पढाइलाई प्रेसरको रूपमा नलिने। सरहरूले नोट लेखाइदिनुहुन्छ? नोट्स लेखाइदिने, होमवर्कहरू त्यस्तै गर्ने, अनि त्यहीबाट कन्सेप्ट पनि क्लियर हुने। धेरै जसो चाहिँ क्लासमै क्लियर हुने हो। क्लासमै क्लियर, जुन पाठ पढाउनु भएको सर म्याडमले त्यो पाठ चाहिँ त्यसको विषयवस्तु चाहिँ क्लासमै क्लियर हुने। क्लासमै क्लियर भएर अब घरमा त्यति नगर्ने होइन,
अब सबैलाई त अब झ्याउ लाग्छ नि होइन अब क्लास पछाडि पढ्नु झ्याउ लाग्छ घरमा पनि पढ्नु त झ्याउ त लाग्नु कुरै हो मलाई पनि लाग्थ्यो म चाहिँ त्यही भएर सकेसम्म क्लासमै क्लियर गरेर आउनु बरु घर अन्य काम गर्ने पढाइको कुरो चाहिँ क्लासमै क्लियर भएर क्लासमै क्लियर हुने, पढाइलाई त्यस्तो बोझको रूपमा नलिने हो। अब म अन्त्यमा भन्न चाहन्छु कि निरजको सफलता मेहनत, अनुशासन र परिवारको साथको उत्कृष्ट उदाहरण हो। उहाँको उज्जवल भविष्यको कामना गर्दै अझ धेरै सफलता प्राप्त गरून् भन्ने शुभकामना व्यक्त गर्दछु। धन्यवाद। अब म निरजको भाइ पनि उता हुनुहुन्छ, निरज